हेलो नमस्ते सबैजनालाई होइन अनि त्यसपछि मैले आज धेरै दिनपछि भिडियो हालेँ किन मेरो युट्युब आइडी चाहिँ मोनेटाइज हुँदैछ। अनि त्यो मैले धेरै दिनपछि भिडियो हालेँ। अनि त्यसपछि आज चाहिँ भाइहरू पनि माथि गाउँ गएको रहेछ कोदोहरू यताउति गर्नलाई, भोलि आउँछ अरे। अनि आज एक दिन लागि गएको रहेछ, भोलि आइहाल्छ। भोलि त्यस्तै दिउँसो 2-3 त्यस्तै 12-1 बजीतिर पुग्दो रहेछ। अनि त्यही भएर चाहिँ अनि आज घरमा पनि कोही छैन, म चाहिँ अब घरतिर जाँदैछु। अनि घरतिर चाहिँ आज बाख्राहरू थुन्नुपर्ने होइन। अनि यो भिडियो अन्तिमसम्म हेरिदिनु होला, तपाईँको सपोर्टले गर्दा मेरो आइडी यति मोनेटाइज हुनुसम्म पुग्यो है। अनि त्यही यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अनि आज चाहिँ फुपूले नि हामीलाई चाहिँ होइन, फुपूकोमा नि अस्ति मैले आलुहरू देखेको थियो। अनि आलुहरू चाहिँ फुपूमा नि पुरा कुहिएको आलुहरू थियो, तर पनि फुपूले चाहिँ होइन आफू नखाइ भने हामीलाई चाहिँ पुरा यसरी आलु प्याजहरू पठाइदिनुहुन्छ क्या। होइन अस्ति फुपूले पनि आलु निकाल्नु थियो, त्यो आलुहरूमा जस्तो किराहरू परेको थियो होइन। अनि तर पनि फुपूले चाहिँ होइन म आफ्नोभन्दा नि हाम्रो चाहिँ अलिक धेरै ख्याल गर्नुहुन्छ कान्छी फुपूले चाहिँ होइन। माथि सुरुङको फुपूले हाम्रो सुरुङ फुपूले चाहिँ एकदम माया गर्नुहुन्छ क्या। त्यतिर हामी सबैजना होइन। सोनम्बर पनि आज चाहिँ अब माथि नरम्रो गएको छ। नरम्बा चाहिँ हाम्रो यता हाम्रो घरपट्टि। अनि त्यसपछि पल्लो गाउँ चाहिँ सुरुङ भन्छ, त्यहाँ चाहिँ अनि अब सायद फुपूलाई पनि भेटेर आउँछ होला। अब चाहिँ म पर रानीको जाँदैछु बाख्राहरू होइन, कुखुराहरू हेर्न। अब चाहिँ घर आइपुग्यो रानीको होइन। अनि पर दाहरू पनि भएको छ, हामी पनि आएको छौँ। अनि यहाँनिर चाहिँ अब कुकुर बाख्राहरूको के कसो गरिदिनु भएको छ होइन। यहाँ यताउति हेरिदिनु पर्ने छ, भाइ छोरी छैन घरमा फेरि। म पनि अब ठ्याक्क अघि भर्खर मात्रै स्कुलबाट आएर थाहा पायो भाइहरू माथि गएको रहेछ भनेर। अनि त्यही भएर चाहिँ म पनि यता आइहालेँ, भोलि आइहाल्ने रहेछ। अनि आजलाई चाहिँ अब बाख्रा कुखुरा सबै हेरिदिनु पर्ने चाहिँ यता त्यस्तै छ। यहाँ मेरो कुकुर चाहिँ यहाँ हुन्छ है, खै छैन त कुकुर। सबै मान्छे गाउँ मान्छे खै सानो लुसी ए नराम्रो गयो नराम्रो त्यतै राख्ने हो त्यसलाई। ए के ढिलो बनाएको आज कोलाई ल ठिक छ है। ठक्क यहाँ चाहिँ कुखुराहरू छ, यहाँ चाहिँ ढिँडो सिडो बनाएर है। भाइ चाहिँ पुरा धमधम खान रेडी सक्यो। ल ठिक छ एकदम। यसरी बाख्राहरू कता राख्ने भाइ? डर लाग्दैन राति? ए ल बाख्राहरू यो भित्र हाल्नुपर्छ। बाख्राहरू अहिले हाल्नु थाला, पानी पर्दैछ सिधै भुदायो भने मलाई तुरुन्तै सम्पर्क गरिहाल है। अब कुकुर चाहिँ खोइ साथी लग्यो, साथी गयो चाहिँ भोटे कुकुर हो है। तर अलिकति खानपिन नै नगरेर मात्र यस्तो भएको। साथी गयो हो, पुरा खेल्ने मान्छे खेल्ने खालको छ क्या। अहिले त मोटा पनि थालेछ फेरि यो भोटे कुकुर, यस्तै भएर होला। के भयो साथी गयो? साथी गयो, हात दे साथी गयो। मोइनी सानो साथी गयो है, एक्लै भयो। मोइनी कहाँ बस्छ यो, एक्लै भयो। यता हेर्दैन एम कस्तो राम्रो देखेको क्या एम। बाख्रा चाहिँ यता छ, बाख्रा चाहिँ भित्र लानुपर्छ। दुइटै बोका होला खाएछ। भाइ यसलाई घाँस दिएको छैन हौ। खै त यो त उयस मकैको उयो मात्रै दिएको छ त। कुखुराहरू कता छ? सबै सक्यो? त्यो बच्चाहरू मात्र हो? तिनीहरूलाई के चारो पानी दिइसकेको नि? यसो चारो पानी हेरिदेऊ है। पानी फेरिदेऊ पानी। चारो नि यसमा थप्नुपर्छ, यो रातभरि खाइसक्छ। चारो पानी सबको थप्नुपर्छ। ढिँडो छोपेर राख्नुपर्छ नि, किरा पऱ्यो यसरी। यहाँ चाहिँ के अरे यो के भन्छ यसलाई, मच्छर के भन्छ यसलाई, झिङ्गा आएर चाहिँ यसरी यहाँ छोप्नुपर्छ। यो चाहिँ के कुखुरा चारो
यस्तै छ हाम्रो भित्र चाहिँ के भन्नु यस्तै हो अब लाइटहरू छैन भाइ यतापट्टिको लाइट छैन यतापट्टिको लाइट सागहरू त राम्रो फलेछ नि त्यो परेको चाहिँ के हो थाहा भएन तर राम्रो फलिरहेछ धान हो कि के हो त्यो यो त मकै डाँडाहरू है एकदम राम्रो छ ओके त्यसो उयोहरू ल्याएर छ भाइ पानी मुनिबाट पानीहरू यो चाहिँ कसलाई दिन्छ यो अब त्यो ल यो लुगाहरू उठाऊ है लुगाहरू सोनमको लुगाहरू होला कति बजी गएको सोनम र मम्मीहरू ए कहिले आउँछ अरे भोलि ए पर्सि ए भोलि के रोप्छ भट्टा के भट्टा हानेको भटमास ए अनि अल्छी लागेको छैन कि मोबाइल छोड्दै रहेछ सोनमले अनि के गर्दै अल्छी लागेको छैन अहिले सेकेन्ड ह्यान्ड मोबाइलै रहेन रहेछ गएर हेऱ्यौ कतिवाला सेकेन्ड ह्यान्डको फोन किन्छ अरे भाइ सेकेन्ड ह्यान्डको काम लाग्दैन नयाँ किनेपछि अहिले फोन चलाउनु हुँदैन अहिले अब यो टिभी चल्छ चल्दैन अनि के किन नजोडाएको त यसो अल्छी लाग्दाखेरि यसो हुन्छ नि त भन्ने रहेछ भित्र चाहिँ हाम्रो घरमा बनाएको मकै हो ओरिजिनल बारीमा फलेको मकै दाइ मजाले खाँदै हुनुहुन्छ मकै चाहिँ बाहिरतिर बनाएको मकै हो अर्ग्यानिक ए अर्ग्यानिक लक्ष्मी दाइ पनि खाँदै हुनुहुन्छ खै किरण कस्तो छ मकै ठिक छ एकदम दामी एकदम ठिक छ तपाईँलाई मकै पुरा अभिसन भाइले सुकेको मकै पो उसिने चाहिँ के हो काँचो न काँचो छ साह्रो न एकदम यताको अर्ग्यानिक मकै हो यो एकदम अर्ग्यानिक मकै राति पानी आयो भने त बर्बाद हुन्छ होला त के हो डल्लो भाइ राम्रोसँग चलाउ न मजाले गोल त त्यो डल्लो भयो हुँदैन हो यस्तरी गोल पुरै गोल के हो त्यो मकै भात मकै पकाएर रहेछ नजाने अनि उयो ढेँडो भएन त्यसरी राम्ररी पकाउनु पर्छ मलाई पकाउनै आउँदैन पकाइदिन्छु नि एकचोटि मजाले यस्तो त पानी हाल्यो भने राति त बर्बाद हुन्छ भाइ यो के सुकाएको करेला यो उठाउ यो बिर्सिन्छ अहिले यसरी करेर उठाएर राख्नुपर्छ यो करेला बाख्राहरू पनि भित्र हाल्ने कि अहिले एकछिनमा अनि कुकुर पनि भित्रै हाल्नु होला नि त मान्छेले कुकुर र तिमी मात्र के मकै भात हो कि ढेँडो हो यो चामल भात थियो तर कति चामल भात खाने भनेर पकाउँदा मकैको भात चामल दादा झारे थियो एक बोरा अझै झारे थियो तर किन खाइरहेको अब यो भात खानु लागि खायो भने बलियो हुन्छ बलियो खानुपर्छ म पनि खाने अब यता के अरे मकै र खोर्सानी पुरा क्राम तोक्दै हुन्छ यसरी खानुपर्छ मकै खाने टक्का खाने खोर्सानी मकै त यस्तरी खान पर्छ क्या भालुले कसरी खान्छ भने होइन किरण गाउँतिर यस्तरी भाँचेर यस्तरी र मकै खाँदै खोर्सानी खाँदै यसरी स्पेसल फोन खोइ देखाउ न स्पेसल फोन
टाइम हेर्ने फोन हो फेरि भर ठ्याक्क केही भने जस्तो त्यहाँ सिम होला नि त सिम त छ तर चल्दैन चल्दैन मेरो नम्बर थाहा यस्तो फोन गऱ्यौ न भरे के हुनु ठक्क फोन हाल्न हामी आइहाल्छौँ के बाख्राहरू ल्याउने हेल्प गर्नुपर्छ छिटो गरौँ त लु पानी पर्छ अब सिमसिममा पानी पर्दैछ पानी परेर हामीलाई चाहिँ ढुटो कुट्ला पुरो हामी हिँडिहालौँ हाम्रो के यस्तो छ है यसरी बनाउनुपर्छ त्यो त यसरी छ अब चाहिँ हामी जाँदैछौँ ल भाइ सक्छ होला नि त होइन अरू गर्न भरे केही भन्यो नि केही फोन गरेन त्यो मेरो नम्बर सेभ गरिराख त भरे केही भन्यो नि मलाई यता बाहिर आन्टीहरूबाट नि कल गर मलाई म अब मेरो डह्रो छ काम यो मेरो नम्बर यहाँ मुनि देखाउँछ उयो ल भाइ गएँ म भोलि बिहानतिर आउँछु यो राति केही भने मलाई म्यासेज गर यो बाख्रा कुकुर सबै भित्र हाल है ल बाजालाई चाहिँ भिटे नै पो अनि अब हामीलाई नि पानीले यसरी पानी पर्न आँटेको छ अनि त्यो हामीलाई नि पानी पिट्छ होला हामी चाहिँ अब फर्किँदैछौँ घर अनि अब सोनमहरू सबैजना माथि छ अनि भाइ एक्लै छ अनि यता चाहिँ बाघ स्यालहरू आउने खतरा हुन्छ अनि मलाई हिजो फेरि मम्मीले भन्नु भएन नि त के भएर आज माथि जान्छु भनेर त्यही भएर मेरो पनि नोटहरू गर्नुपर्ने छ त्यही भएर चाहिँ म नि भ्याएन आज यता बस्न अनि भोलि बिहान आउनेछु अनि यो मेरो भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भयो होइन सबले मलाई सपोर्ट गर्दै गइरहनुपर्छ तपाईँहरूले गर्दा मेरो आइडीमा मोनेटाइज पनि अहिले हुँदैछ होइन धेरै धेरै धन्यवाद तपाईँहरूको सहयोगले गर्दा मेन त होइन तिनजुरी टिम जसले मलाई होइन यो सोसियल मिडियामा भाइरल गरिदिनुहोस् सुरुमा अनि उहाँपछि चाहिँ तपाईँहरू होइन तपाईँहरूले गर्दा म यहाँसम्म आइपुगेँ आज आएर मेरो युट्युब आइडी मोनेटाइज पनि हुँदैछ अब हुन्छ होला है 2-3 हप्तामा मोनेटाइज भइसक्छ यो भिडियो अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद अब यसै गरी अरू भिडियो पनि ल्याउनेछु अन्तिमसम्म हेरिदिनु होला।